हेलो गाइस, वेलकम टू माय ब्लॉग। आज कोलकाता का थर्ड दिन। यहाँ पर हमारा प्रैक्टिस चल रहा है। सुन भैया हमारा हमको यहाँ प्रैक्टिस करा रहे हैं। देखिए जूता सीधा फट जाएगा फिर भी हम कहीं देख्दै हुन्छ हामी तो धेरै ठाउँमा पनि हामी प्र्याक्टिस गर्दैछौँ। हामीलाई केहीले रोक्छ? केहीले रोक्दैन। यहाँ हालत इधर Finish guys. यो हालत पतली। टाइम सक्यो, लाइट बाल्नु पऱ्यो राति भएर। म चाहिँ पानी लिन माथि आउँछु। मेरो रुम थर्ड फ्लोर। बस रोक्दो भैया, रोक्दो। अब हामी जान लागेको, हामी होइन सरी गाइस, म जान लागेको। अब जान लागेको म भर्खर फ्रेस भएर आएको। देख्दै हुन्छ मेरो कपाल फ्रेस जस्तो देखिरहेको छ नि, फ्रेसै भएर आएको। त्यो त देख्नु हो, फ्रेस न कपाल जस्तो हुन्छ गाइस। अनि फ्रेस भएको कपाल यस्तो हुन्छ। दिस इज नट फ्रेस। त्यो चाहिँ पसिनाले भिज्यो। अनि नुहाएको कपाल यस्तो हुन्छ। अनि धेरै दिनसम्म ननुहाएको कपाल यस्तो हुन्छ। अब यहाँ चिज जाने फेरि के भन्न खोजेको? अनि कपाल जहिले कोर्ने मान्छेको यस्तो हुन्छ। देख यता हेर त नानी, यता हेर त कपाल जहिले कोर्नेहरूको यस्तो हुन्छ। यहाँबाट हाउडा टु सिलगढी सानैले जुम्राहरू रेलमा कुद्छ, त्यहाँबाट सुरु गाइजहरूको त्यो उयो नुपवाला भिडियो लाइक गरिदिनु भन्दैछ, गरिदिनुहोस् सबैले। नुपवाला ल अहिले गरिदिन्छ। ल अहिले पुग्ने बित्तिकै गाइजहरू चाहिँ कश्मीरहरू हो। मेरो बटर नान अनि रोटी सोटी। चिकन करी हाम्रो आलाई गाइज हामी चाहिँ माथि रुम जाँदैछौँ, फेरि जाँदैछौँ। अरे लाइन गयो गाइज। यो लिफ्टमा भर्खर हेर्नु हामी छिरेको ठ्याक्कै लाइन गयो। सोन्दाइ र म थिएँ। डर लागेको सोन्दाइले यस्तो तानेर निकाल्यो। मैले भगिन गरिसकेको थिएँ तर मलाई यो देखाउनु मन लाग्यो क्या। ठ्याक डरै लाग्यो, बाहिर खतरा पानी पर्दैछ। अहिले चड्डी लिँदै हुन्छ, चड्डी बक्सर चड्डी। गाइज आजको लागि यो भ्लग यहीँ हुन्छ। सिउ भोलि चाहिँ हामी प्र्याक्टिस गरेर दिउँछौँ। कोलकाताबाट चेन्नई हामी बस्नु जाँदैछौँ किनभने हाम्रो ट्रेन छुट्यो। हाम्रो धेरै लस भयो। हाम्रो लगभग नेपाली 90 र 1 लाखसम्म खर्च हाम्रो वेस्ट भयो क्या ट्रेनको। अनि अब 5,500 भाडु, लगभग 10,000 भनौँ, 10-11,000 फेरि पर पर्सनमा हामी भोलि बसमा जानेछौँ चेन्नई।